हेलो गाइजहरु के छ सन्चै छौ। आज म आए धेरै पछि। पब्लिक डिमान्ड यहाँ धेरै भइसक्यो हैन। एउटा पब्लिक यहाँ पनि छ है। डिमान्ड धेरै भएर आज म आए। आज चाहिँ म कता आएछु सोचे होला हैन। म चाहिँ यहाँ जू आएछु। सो साथीभाइहरु पनि भेटौँ भनेर हैन। अस्ट्रेलियाको चाहिँ ठुलो जू भन्छन् केटाहरु। के हो त हल्का अस्ट्रेलियाको सानो ठुलो जू रे अस्ट्रेलिया जू रे हैन। त्यहाँ आछन्। यहाँ पार्किङ डेन्जर भिड छ। अब उताबाट चाहिँ सिडनीबाट आज कैलाश दाइहरु आइरहेछन्। गोल्ड कोस्ट त्यहाँबाट चाहिँ राजन दाहरु कैलाश दाइहरु आउँदैछन् यहाँ। अब हामी टिकट काट्नेतिर जाँदैछौँ। अहिले नै यस्तो भिड भइसकेको छ। भर्खर एकैछिन अगाडि खुल्या हो। अब त्यहाँभित्र गएर देखाउँछु म के हुन्छ कस्तो हुन्छ के छ के छैन के थप्नुपर्छ पनि म भनिहाल्छु हैन। सुझाव पेटिकाहरू सब चिज सब हुन्छ आज। ल सियो।最好。चिन्यो कसैले? यो दाइलाई चिनेन होला। दादा को यो दाइ भन्दैछ त? यसको अलिकति सानो डिटेल्स। उसको नाम चाहिँ स्टिभ आइरिन। पहिला नेट जियोमा त्यो गोइले पुरा यस्तो मगाउने हो। तर औडा लाग्यो होइन। तर त्यही मान्छे हो यहाँ। त्यसले आज गइ नसकेको हामी देखाउँछौँ हेर्छौँ पनि। म जहाँ पुगेँ त्यहाँ तपाईँहरू पुग्नुभयो। धन्यवाद। मर्ने बेला हरियो काँक्रो भनेको यस्तो हो होइन। आइडी ल्याउन बिर्सेर यहाँ फोटो खोजेछन् पुगेको भइसक्यो आधा घन्टा। भित्र छिर्न पाएको छैनौँ। यहाँ दुईजना दोषी छन्। एउटा ऋतिक रोशन अर्को भनेको राजन रावल। यस्तो छ होइन। अब यो आइडी भेट्यो यसबाट भइहाल्छ। सब भइहाल्छ। अब यहाँ बल्ल पुगे यी डेट लथिपहरू यी मुर्गाहरू होइन। यहाँ ऊ फुपू त्यहाँ भाउजू यहाँ ऋतिक दा ऊ यहाँ कैलाश दाई पिङ्की यहाँ पिङ्की ब्ल्याकी पिङ्की जुत्ता चाहिँ मिलेन अलिकति अर्कोचोटि मिलाएर आउनु होला हैन। के छ त हालखबर? ठिक छ भाइ ठिक छ के छ के हो आँखा त डल्लो परेछ त? निद्रा नपुग्यो के ठिक छ। यहाँ छ म्याप होइन जूको। यहाँ छौँ हामी यहाँ छौँ अहिले। अब यो पुरै घुम्छौँ होइन। अनि यहाँ त्यो दाइभाइहरू छन्। अब यहाँदेखि जाँदैछौँ हामी। के कस्तो हुन्छ हेर्दै गरौँला। छिपकली बाबु कस्तो नजिक आइदिएको है। सियु हाइगर बाई ल बाबु सियु पछि तलाई। अटर कटरको भाइ अटर छ ऊ। यो जूको सबभन्दा क्युट जनावर भन्छन् हो होइन? तपाईँहरू आफै बताउनुहोस्। गलत इन्फर्मेसन दिन्छ मान्छेलाई। हामी पुग्यौँ बबाई लेक रिसोर्टमा। गइहरू छ बबाईमा। यो त नदेखिरा त्यही त बबाईको गइ हो कि बबाईबाट ल्याएको अरे स्पेसल इम्पोर्टेड भन्छ दाइ हो नि। बबाईबाटै ल्याएर आएको अरे जालीसँग। मैले ल्याएर आएको थिएँ नेपाल गएको बेला। फोटो सेसन हुँदैछ यहाँ होइन। मान्छे जति बुढो भए पनि दिमाग बच्चाको जस्तो हुन्छ भनेको प्राइम इक्जाम्पल यही हो है। त्यहाँ खाना खाँदैछु। लोभ्याउँदैछ। कमसेकम मासुतिर त लोभ्याउनु नि। घाँसतिर लोभ्याएर हुन्छ के कसो साथीहरू? चाहिँ कति 200 वर्ष बुढो हो अरे। यो चाहिँ गफ होइन। यो चाहिँ साँच्चीकै नै हो। अर्को माहौल छ। ताजमेनियन डेभिल्स हेर्न जाँदैछौँ हामी। न्याउरी मुसा भन्छ यसलाई चाहिँ यहाँ। यसलाई यसको जिन्दगी हो त केटा। एसी पनि छ त्यसको लागि होइन। मस्ती छ भाइलाई। एसी यहाँ बस्यो मस्ती छ। यहाँ पनि छ। त्यहाँ सुतिरहेछ एसीमा मस्ती छ। यहाँ चाहिँ डिङ्गोज रहेछ। यहाँ चाहिँ डिङ्गोजलाई खेलाइरहेछन् साथीहरू। स्पेसल ट्रिटमेन्ट पाए। ओ कस्तो कतिको? एकदम स्टुपिड हैन। यसले युकालिप्टस लिभ डाइजेस्ट पनि गर्न सक्दैन तर पनि खान्छ के। माने स्याउ दियो भने नि यो पातै खान्छ के। कस्तो सुतिरहेछ यो। उ त्यहाँ अर्को पनि छ।
यो अहिले आफै लड्छ के त्यो हात चढ्छ नि भात के हो त्यस्तो घाँटीमा स्याउ खाँदैछ हेर थाहा छ स्याउ खाने बिरामी हुन्न भनेर यहाँ पट्टु छ होइन तर खुलामा छ कि अब यो उडेर कहाँ जान्छ राति नै घर आउँछ नादान परिँदै घर आजा भनेर गीत बजाउनुपर्छ घर आइहाल्छ अरे बच्चाहरू गएर खेल्ने ठाउँ रहेछ भाउजू जानु खेलिहाल्नु यहाँ कत्रो हो यार गरेर बसेछ अर्को दाइ उत्यहाँ छ कत्रो हुन् चाहिँ अब गोही नाचको प्रतीक्षामा छौँ गोही नाच हुन्छ आज यहाँ त्यहाँ तीनजनाले बोकेर ल्याइरहेको छ कति ठुलो होला Burmese pythons are one of the world's largest snake species, easily reaching lengths up to by a beautiful bird whose name is Douglas. Give it up for God. What a good boy. Now, Doug here is a jackaroo, or accurately known as a black-necked stork. Let's check him out as he heads to the water. As you can see, them long, skinny legs, they might look funny in flight, but they do serve quite a good purpose. That is to keep his body high and dry out of the water, while he uses that sword-sharp beak to stab out his food items. Now, food items jackaroos are going to be going after is small fish, crustaceans, eels, and even up north, juvenile saltwater crocodiles. These birds do live in that croc territory. Keeping our native wildlife safe is not only important for the survival of their species. I hope you guys keep safe if you ever travel up the border in crocodile territory. Now you can see makes his way up. There's lots of bumps across the top of his back. Great currents there with those scoots going through really slowly, trying not to disturb the water. Now where saltwater crocodiles live typically is in deep dark. One quick strike. Watch that. Wait. There we go. Yeah, go in there. That's all right. It's obviously winter here on the Sunshine Coast. Crocodile's not typically found down this far south. So he's not... While his tail is still in the water, he's got a great... While his tail is in the water, he can still explode out of it and actually hit that back fence if he wants to. So that is exactly where the nerves come from. But it's also not from the fact that he has those beautiful white teeth. It's what's behind it. It's the jaw pressure. Saltwater crocs are the largest pressure of force behind their jaws than any other animal on the planet. You missed that, mate. You go, that. No way. Oh, well, we've got another one for him. We'll try and give him a little chicken and give him another crack at it. But as I said, he can strike over half his body length up and out of the water, just like so. Let's give him a round of applause. It's all right, guys. There's the strike. And that is flat out for the big fella. Give it up for him, guys. नाच चाहिँ खासै दमदार लागेन गोहीलाई नाच्छ सोचेको हामीले तर गोहीले आयो माछा चराचरा खायो गयो यस्तो गर्यो गोहीले ए होइन गोहीको चाहिँ यो घर रहेछ होइन हामी घरेर नाचौँ ऊ पनि घरेर ऊ जु आइसक्यो भने चाहिँ यहाँ खाना फ्रीमा हुन्छ
चिप्स कति हाल्ने एउटा कि दुईटा हाल्ने दादा यहाँ लग्दैछन् दुईटा चिप्स गर्नु न अनि दादा यहाँ खानेकुरा चोरेर भाग्दैछन् अब मुखिया चोरको मुखिया सस त्यो होइन त्यो सस राम्रो छैन ठिक छ यस्तो यस्तै हुँदैछ डान्सिङ विथ द स्टारले त्यो के हो ए गाईको हड्डी बाघको छाला भैँसीको टाउको छिप्कली दिजुको दाँत सोट लागेको दिजुको दाँत अन्डा अनि यहाँ के छ अब यहाँ त्यो भाइको सानोको रमाइला छेन्डहरू जुत्ताहरू कपडा सपडाहरू यी गुडिया सुडियाहरू पनि छन् त्यसको नाममा यो के हो डाइनोसरको हो क्या हो ओ यत्रो टाउको के हो यसको यो डेनी सिरियस लेखेछ डाइनोसरकै हो क्या त्यसो त होइन यसले अब कतिवटा सर्टिफिकेट पाएको छ त बाफ्रे बाफ कति हो कति बच्चादेखि नै हिरो क्या फेरि यो त्यो दाइ चाहिँ असली ऊ त्यहाँ ओहो टाउको हेरेर त कत्रो आएको रहेछ त यसले गजब त गजब यो चाहिँ के रहेछ घरलाई खाना खुवाउने चलन प्रथा रहेछ आज कङ्गारू दिवस के दिवस रे दाइ आज कङ्गारू दिवस रहेछ जाने खेल्न जाउँ न त हामी नि यसो हिँड्न कि कङ्गारूसँग जाउँ न पुरा सुतिरहेको बोका जस्तो छ यार बक्सिङ खेल्नु पऱ्यो भने चाहिँ अस्ता हिँड्दा हामी पुग्यौँ साउथ इस्ट एसिया यहाँ गफ यतिको गफ यहाँ आउँदैछ जाँदैछौँ बाघ साग भेट्न यहाँ इमु भनेको के हो अस्ति छौ गौतम बुद्ध यता पाल्नु भएको हेरौँला के छ बाँकी कस्तो पुग्यौँ हात्तीको घर ऊ हात्ती दाइ त्यहाँ छ त्यो इन्डियन एलिफेन्ट रे श्रीलङ्कन रे के अरे नेपाली नै रे सबभन्दा धेरै नेपालमै छन् फेरि के भएन अब यहाँ पनि के छ यहाँ हल्ला त हुँदैछ अब के छ हेरौँ के छ यहाँ हत्ते यति सानोको छ रहेछ देखिँदैन हात्तीहरू जानु पऱ्यो उतै सहरमा बाटोमा हिँड्दै यो धेरै सानो भयो हात्ती चाहिँ मजा आएन अलिकति सानो रहेछ बाबु तिमी खानासाना खाने गर उमेर बढाउनु पऱ्यो हुनु पऱ्यो हाम्रो गणेश भगवान्
जय गणपति बाप्पा माथि माथि हिँड्दैछ लाजले बुतुक्कै के भने के छैन जहाँ पनि के छैन भाग्दा नि भाग्दैन अरे क्या किन रहेछ त के रहेछ त वाइ ओहो अब हामी पुग्दैछौँ साथीभाइहरू टाइगर टेम्पल अब त्यहाँ बाघले कराएको सुनिन्छ सुनिँदैन म देखाउँछु यो बाँसघारी हो यहाँ रितिताको घर हो राति राति बस्छन् त्यहाँ यहाँ आएर रेड पान्डा टाइगर टेम्पल यहाँ यो टाइगरमा आगु कडा छ कडा कसलाई गयो तर्छ घर गयो क्या आफ्नो गइहाल्यो ए बाबु दाइलाई हेर एलोभेरा त्यहाँ अब राजापुरको चोकमा हिँड्ने जस्तो लागिरहेको मलाई तर हामी पुगिसक्यौँ कहाँ पुगिसक्यौँ भन्दाखेरि अफ्रिका पुगिसक्यौँ हामी ए एलोभेरा कसैलाई चाहिन्छ मुखमा लाउन भनेपछि यो जति राम्रो केही हुँदैन यहाँ जिराफ छ कतिवटा छ जिराफ 1 2 3 4 कतिवटा छ त्यहाँ 4वटा जति जिराफ छ क्या हो 2टा जेब्रा छ यो हाम्रो ब्लग यस्तै छ के इन्फर्मेसन राम्रो दिनुपर्छ भनेर चाहिँ म एकदमै त्यो कुरामा विश्वास गर्छु जिराफ होइन जिराफ र कोइल के अरे त्यो कोला हो कि त्यो हो जस्तो छ यहाँ ठिक छ वान अन राइनो त यार उता वान अन राइनो छ 2 1 हो 2टा 3टा 4 रहेछ रातो माटो हैन रातो माटोले लिपे रातो एकदमै मिसलिडिङ इन्फर्मेसन दिइरा रातो माटोमा रातो माटोले लिपेको छ रातो माटोले लिपेको छ त्यो फोरी रहेछ कहिले नुहाउन पनि पाएको छैन 2टा छ त्यहाँ ओहो बाबु उठ खडा नन्द यो उल्टा परेर सुतेको देखेछ मरे आछ त्यहाँ खडा नन्द योगा बाबा बाहिर निकाल बक्चो दिनै रुक्न चाहिए के बाबु यस्तो हो नि त दाफे कस्तो रे कहिले त हाँस्ने होइन के पुरै भित्र हो त्यो चाहिँ ठीक छ उही दिदीलाई हेर्नु त दाँत देखाउने होइन के अर्को कहाँ छ रे भाइ त्यहाँ अर्को त्यहाँ छ अब यस्तो छ कि ठाउँ यस्तो छ कि यहाँदेखि त आम भने त भागिहाल्छ नि दादालाई खाइदिएला फेरि ए हाम्रो ऋतिक रोशन आज हामी आइसकेका छौँ बिन्दिज आइल्यान्ड गाइजहरू यहाँ बहुत खतरनाक और डरावने जानवर रहते हैं किडे मकोडे अब यहाँभित्र हामी जाँदैछौँ के हुन्छ कस्तो हुन्छ अपडेट दिँदै गर्छु यहाँ भूतसँग बोट है और पर्ल शायद यहाँ पक्का मुझे पता है रम होगा ऐसा है यहाँ भूतघर हो गया होता है ट्रेन छुट्यो ट्रेन अब यहाँ के हुन्छ भन्दाखेरि के पो छ भन्थे भन्ने बेला चाहिँ होइन प्लिज के हो त्यो भनेको चाहिँ यो भूत बङ्गला ऊ मान्छेको हातले यसलाई पहिले पारो डुप्लिकेट रुखो हेऱ्यो होइन डुप्लिकेट रुखो यो डुप्लिकेट रुख हेर्दैछन् रमाउँदैछन् के हो दाइ डुप्लिकेट हो दाइ त्यो 100% डुप्लिकेट हो यहाँ हेर न यो चाहिँ डुप्लिकेट हो त्यो चाहिँ थाहा भएन
त्यो चाहिँ डुप्लिकेट हो होइन त्यो चाहिँ असली हुनसक्छ हामी यदि टाढा के गर्न आयो भन्दाखेरि यो हेर्नु यो त मेरो घरमा हुन्छ कुन चाहिँ हेर माछा कस्तो डर लाग्यो यहाँ यस्तो छ कस्तो छ अब के छ हामी रुखोला घरमा पुगिसक्यौँ यहाँ अब तल यस्तो त्यहाँ कहाँ यता कता उठ्यो यार के पो थियो कति लामो होला त स्नेक गेम खेल्दैछ मैले त्यही भन्नु लाग्थेँ स्नेक गेम खेल्दा ठोकिएपछि सब छ यसको यहाँ व्यवस्था गरिएको यो बौवा मेरो थाकिसक्यो कति थाक्यौँ त कति थाक्यौँ त हामी आज जोस बाँकी छैन त ओ यतिको जोस चाहिँ हुनैपर्छ अब हामी कता जाने F1 हान्ने नेक्स्ट ट्रिप F1 गोइङ फर गोल्फ कार्ट राइड त्यसपछि चाहिँ देख्नुहुन्छ तपाईँले देख्नुहुन्छ के देख्नुहुन्छ त मैले जितेको धुल चखाउनुपर्छ जस्तो छ आज सबलाई यहाँ चाहिँ चराहरू छन् चुरुङ्गीहरू त्यही भएर यहाँ माथि जाली पनि लगाइदिएको छ चुरुङ्गीहरू पनि छन् भनेको छैन रहेछ त्यहाँ है ऊ यहाँ पट्टु पनि छैन रहेछ यहाँ छ पट्टु के छ है यिनीहरू बिचारा हेच्चा पनि यो ढुकुर बिचराहरू पनि के रेयर त होइन नि तर यहीँ बस्नु पऱ्यो बिचरा अब यस्तै यहाँ यसलाई भन्छ के भन्छ अरे दा यसलाई भन्छ स्टोन हेड्स भन्छ अरे है अब युकेको सानो गुफा यहाँ अब हामीले के देख्न सक्छौँ म देखाउँछु नि तपाईँहरूलाई रामदालाई हेराउनु पर्ने रहेछ नि त अलिकति हेराउनु पर्ने रहेछ के छ यहाँ खै के छ पानी चाहिँ भित्र के हो घरतिर पनि हुन्छ नि होइन के हो त्यो के सानो जस्तो देखिन्छ हाम्रो घरतिर नि हुन्छ घरपालुवा हो कि अनि यहाँ के छ सबसे पोइजनस हो रेड बेली कल्लु यसलाई भन्छ काली साँप रातो पेटमा उता कालो एलसीमा छ कि खोइ कहाँ छ त्यहाँदेखि पुगिसक्यो पाइथन यो चाहिने त्यति हो यो पनि एलसी भनेको नन थ्रेटन हो क्या हो होइन त्यो रेड बिलीमा नि एलसी छ त्यो पनि नन थ्रेटन हो अच्छा नन थियो हो होला थाहै थिएन पाइदिएँ अब यहाँ चाहिँ के रहेछ त खै किङ ब्राउन स्नेक आइली बियर भन्ने अब पुग्यौँ हामी सबभन्दा टपमा कति लामो हुँदो रहेछ नि हेर त हेरे 5 चोटि बेडा रहेछ अरे पाइप घरमा गाडी धुने पाइप जस्तो क्या बारीमा पानी हाल्ने पाइप हुन्छ नि यो त कालुकै रिलेटिभ जस्तो छ त के हो तपाईँ नै हो कि क्या हो म त रिलेटिभ कसरी हुन सक्छु खै खाएको छ यो के रहेछ हल्ला गरेर के भेटिनु अरे के हो दाइ यो सिंगल बैक तिनवटा सँगै छ क्या यहाँ चाहिँ राटल स्नेक भनेको त्यो त मुसा मार्ने हो नदेख्ने अरूले भयो उता हेर्नु न रेड स्नेक एउटा रहेछ मकै स्नेक एउटा रहेछ राटल स्नेक होइन युएसए गयो यो दुइटै कछुवा युङ्गा भन्ने रहेछ यहाँ कछुवा एउटा युङ्गा भन्ने कहाँ छ त फेरि त्यहाँ पनि कछुवै छ कहीँ लुकेको छ यहाँ रहेछ स्क्रब पाइथन ओ कत्रो हो यो हेर्नु नि त स्क्रब पाइथन हो त साँच्ची खै कहाँ छ
अनि यहाँ रहेछ ब्राउन स्नेक वेस्टर्न ब्राउन स्नेक अस्ट्रेलियाको खै त वेस्टर्न ब्राउन स्नेक छैन त यार यहाँ मैले आज तपाईँहरूलाई एउटा गाइड पनि ल्याइदिएछु गाइड साहब के रहेछ त यो रहेछ रेक्टिकुलेटेड पाइथन भन्नाले हड्डी मजाले पढ्नुपर्छ ल त्यो हाम्रो गाइडले अलिकति मानेन पढ्नु आफै फोटो खिचेर राख्दो भिडियोमा हाम्रो सब्सक्राइबरहरूलाई ठिक छ यो चाहिँ डाइनोसरको अन्डा खाने चोर हो यस्तो गर्नेलाई चाहिँ मिठो भागी हुन्छ कि त्यसरी हान्नेहरूलाई चाहिँ अस्ट्रेलियाले जेलमा हाल्नुपर्ने चाहिँ मैले एउटा सरकारलाई एउटा विनम्र अनुरोध गर्दैछु यसरी जिस्काउने जनावरहरूको केही जीवन छैन यहाँ चाहिँ पुलको पुच्छरहरू 3 जना आउँदैछन् एकजना भर्खरै उहाँ पुग्नुभयो अब चाहिँ हामी पुगिसक्यौँ घर होइन जू घुम्यौँ त्यसपछि घर पुग्यौँ घर पुगेर फ्रेस भएर बसिरहेको छौँ थकाइ लागिरहेको छ गाइस एकचोटि जानु होला हेर्नु होला होइन जू जानु होला होइन यहाँ 2 जना अरू बसेछन् होइन सुतेछन् ढलेछन् थकाइ लाग्यो अब बाँकी कुरा अर्को ब्लगमा